हेलो हाई दोस्तों ल हेर्नुहोस् यहाँ यति कालो छ मेरो हात है ल हेर्नुलाई यस्तो गरेर हेर्नुहोस् पुरा हेर्न सक्नुहुन्छ यति हात कालो छ मेरो खुट्टा हेर्नुहोस् खुट्टा यति कालो छ ल हेर्नुहोस् खुट्टा कालो छ अब हेर्दै जानुहोस् है म यस्तो ठाउँमा लग्छु नि तपाईँलाई जो कि यो कालो हात पुरै पिलो हुन्छ ल हेर्नुलाई त एकछिन पछि है त ल हेर्नुहोस् प्रत्यक्ष देख्न सक्नुहुन्छ अब पेलो पेलो हुन थालेछ हेर्नुहोस् नि हेर्नु न देख्नुभयो अघि कति कालो देखिन्थ्यो कि यही हात हो ल हेर्नुहोस् यही औँला हो यही हात हो हेर्नुहोस् है हेर्न सक्नुहुन्छ है ल हेर्नुहोस् त्यो ठाउँमा आउँदैछौँ अब यहाँ अब कसरी हुन्छ हेर्नुहोस् मेरो बुढी जाँदैछ नि यो हामी हिँडिरहने बाटो हो यसलाई हामीले पेलो खुट्टे भनेर भन्छौँ र यसको रस चाहिँ के हो थाहा छैन म तपाईँलाई प्रत्यक्ष देखाइदिन्छु है त हेर्न सक्नुहुन्छ यो ठाउँमा आउँदाखेरि अटोमेटिक हिरा छ या के छ या सुन छ त्यो थाहा भएन तपाईँले यहाँ ठक्क देख्नुभयो भने यति पेलो हुन्छ नि तपाईँ कालो मान्छे पनि आयो भने यो ठाउँमा पिकनिक खाने जस्तो ठाउँ पनि छ है साथीभाइ हेर्नुहोस् है टक्क कति राम्रो बस्ती बसेको छ राम्रो छ हेर्नुहोस् अब यहाँ आउनुभयो भने तपाईँको पेलो हुन्छ क्या म तपाईँलाई मैले पहिला जस्तै खुट्टाको हातको होइन मैले बनाएर देखाएको थिएँ नि त त्यस्तै म तपाईँहरूलाई देखाउँछु है त ल हेर्नुहोस् हेर्नुहोस् कति पेलो भएको छ ल कालो अब कालो छोडिसक्यो क्या अग्निको हेर्नुहोस् यही भिडियोमा छ सुरुको कति कालो थियो मेरो हात ल कति पेलो भएको छ ल हेर्नुहोस् खुट्टा हेर्नुहोस् खुट्टा हेर्न सक्नुहुन्छ है यस्तो छ क्या यो ठाउँै यस्तो ठाउँ हो जो कि कालो मान्छे आए पनि पेलो हुन्छ क्या यहाँ यति राम्रो छ क्या पिकनिक गर्ने ठाउँ पनि हो यो चाहिँ सर हेर्नु न यस्तो दामी छ यहाँबाट झर्ने बाटो छ होइन तर यहाँ मोटर बाटोको सुविधाभरि छैन अहिले तलसम्म छ अलिकति हिँडेर आउनुपर्छ पाइटल है टक्क आएर पिकनिक गर्ने मजासँग साथीभाइसँग बस्ने होइन टक्क गर्ने यति राम्रो छ कि यति राम्रो छ तर फोहोर गर्नु भएन यति राम्रो दामी छ यस्तो यी फोहोर भन्ने केही छैन हेर्नुहोस् होइन अहिलेसम्म यो ओझेलमा परिरहेको पनि होला सायद जस्तो लाग्छ मलाई हेर्नुहोस् यसरी हामी माथिबाट झरेको यो बाटो हो र यसरी हेर्नु न यो टक्क हेर्नु न यो ठाउँमा आएपछि मान्छे कालो मान्छे पनि गोरो हुन्छ है गोरो नै सरी पेलोभरि हुन्छ योभरि म तपाईँलाई ग्यारेन्टी दिएर म भन्न सक्छु भोलि बिहान कोही आउनुहुन्छ भने मलाई यसमा कमेन्ट गर्नु होला म तपाईँलाई यसको एड्रेस दिन्छु र त्यसमा तपाईँ आउन सक्नुहुन्छ ल हेर्नुहोस् यति पिलो भइसकेको छ कि ल हेर्नुहोस् देख्नुभयो अब म दुइटै हात देखाइदिन्छु ल हेर्नुहोस् यति पिलो छ ल हेर्नुहोस् अलि भर्खर पहिलाको हेर्नुहोस् अनि यो हेर्नुहोस् कि यति पिलो हुन्छ कि आफै अटोमेटिक पिलो हुन्छ क्या यहाँ खै के हो यो सुन चाँदी छ के छ थाहा छैन तर यो पुर्खादेखि नै अब म अहिले अब यत्रो एज भइसक्यो त्यहाँदेखि नै चाहिँ अब यो यस्तो छ होइन अब बाउ बाजे